ओके हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई फेरि पनि मेरो युट्युब च्यानलमा है र आज चाहिँ नि गदावरीको कटिङ गरेको छ आज चाहिँ है अनि यो चाहिँ मैले बिहान गरेको अनि यहाँ देख्न सक्नुहुन्छ है मैले त्यसरी बाँसले छुट्याएर राखेको छ यो चाहिँ मैले भेराइटी छुट्याएर राखेको है जस्तै एउटा यहाँ बाँस छ एउटा यहाँ छ यो बिचमा एउटा भेराइटी छ है एउटा बाँस यहाँ छ एउटा बाँस यहाँ छ एउटा यता बिचमा भेराइटी छ एउटा भेराइटी छ त्यसरी छुट्याएर राखेको छु मैले है कटिङको लागि चाहिँ अनि मैले किन चाहिँ अर्ली कटिङ गरेँ भन्नुको लागि चाहिँ किनभने तपाईँको यसले चाहिँ मलाई के लाग्छ भने जुनतिर चाहिँ एकदमै मजाले मदर बुस जस्तो भएर कटिङ दिन्छ जस्तो लाग्छ है अनि म चाहिँ यति बेला कटिङ गर्छु सो यो चाहिँ बिहान कटिङ गरेको अनि भर्खर कटिङ गरेको देखाउनु हो भने देखाएँ मैले है यो भर्खर कटिङ गरेको किन चाहिँ यो चाहिँ अब यहाँ लाउने छु है हेर्दै जानुहोस् होला अन्त मैले म्यानुअल या मैले चाहिँ के युज गरेको छु भने चाहिँ तपाईँको यो बलुवा भयो है अनि फेदबाट भुस छ है यो माथि देख्न सक्नुहुन्छ होला माथि माथि है भुस छ अनि यो चाहिँ मैले एउटा बेड बनाएर है मुनि चाहिँ के हुन्छ भने वाटरको ड्रेनेज पनि एकदमै राम्रो छ है जस्तै मैले यो एग्रोनेट युज गरेको छु है मुनि चाहिँ त्यसमा चाहिँ पानी चाहिँ बगाएर तल गयोस् है ओके हेर्दै जानुहोस् होला है पहिला चाहिँ तपाईँको प्रोसेस चाहिँ त्यही हो पानी यसरी पहिला चाहिँ मजाले यसलाई बलुवालाई मजाले यसरी भिजाएको है भिजायो भने चाहिँ राम्रो हुन्छ तपाईँ भिजायो यसरी हो अनि तपाईँको चाहिँ यसलाई चाहिँ यसरी चाहिँ के हुन्छ भने मजाले बस्छ अनि यो मैले बिहान गरेको मैले भनिहालेँ है कटिङ गरेको यहाँ स्टिक छ यसलाई पनि हालिदिइहाल्छु यसरी चाहिँ के हुन्छ भने तपाईँको मिक्स हुँदैन फुल चिन्नु त चिन्छ तर पनि अब बेच्दा पनि अलिक सजिलो पर्छ निकाल्दै बेच्नु भेराइटी दिनु है एउटा यस्तो सानो स्टिक युज गर्नु छ होला है कटिङ एड सानो कटिङ एड यहाँ छ भने चाहिँ फेरि पनि छ कटिङ एड पनि हो यसरी बन्च गरेर चाहिँ अलिक सजिलो पर्छ है यसरी बन्च गऱ्यो हो यसरी बन्च गऱ्यो अनि यसलाई चाहिँ टक्कै यसरी कटिङ एड हुन्छ टक्कै यसरी हाल्यो तर गऱ्यो भने चाहिँ यसरी बस्छ है सो अनि अब चाहिँ टक्कै यसरी सानो दुलो बनायो है यसरी मैले यहाँ चाहिँ भुस किन युज गरेको भनेदेखि चाहिँ है तपाईँको भुसले चाहिँ के हुन्छ भने अनि पानी जम्मिनु चाहिँ दिँदैन है तर तपाईँले के गर्नुपर्छ भने पानी चाहिँ एकदमै हालिरहनुपर्छ है बिहान बेलुका नै हालिरहनुपर्छ सुक्नु चाहिँ दिनु हुँदैन फेद चाहिँ सो अनि यो केसको कटिङ भन्ने चाहिँ तपाईँले स्क्रिनमा देखिराख्नु भएको छ फुल है यसको कटिङ हो यो चाहिँ यसलाई चाहिँ तपाईँले मल्टिएड फुलाउँदा नि हुन्छ है अनि जाइन्ट भेराइटीमा फुलाउँदा पनि हुन्छ यसलाई चाहिँ है तर पम्प चाहिँ त्यस्तो राम्रो चाहिँ देखिँदैन यसले है तपाईँको मल्टिएड र जाइन्टमा चाहिँ एकदमै राम्रो देखिन्छ र यो फुलले चाहिँ लास्ट टाइम भन्नु 2024मा भन्नु हो भने यसले फर्स्ट प्राइज यो फुलले नै फर्स्ट प्राइज चाहिँ जितेको छ है दार्जिलिङको फ्लावर सोमा पनि फ्लावर फेस्टिभलमा पनि अनि तपाईँको सोनादाको फ्लावर फेस्टिभलमा पनि यसले चाहिँ फर्स्ट प्राइज जित्नुमा चाहिँ हेल्प गरेको छ सो यसको चाहिँ मेरोमा यति मात्रै रहेछ है अनि यसलाई चाहिँ यसो गरिदिन्छु अनि यहाँ पनि अब यो पनि कटिङ हाल्छु है ओके अनि ओके र तपाईँको कतिले चाहिँ के गर्छ भने है जुन रातो माटो हुन्छ है रातो माटो भन्दा पनि चिम्टे माटो युज गर्छ है चिम्टे माटो यस्तोमा लगाएर युज गर्छ मैले पनि युज गर्थेँ है बट मलाई चाहिँ एकदमै बेटर चाहिँ यही लाग्यो त्यो मैले जुन अहिले युज गरेको छु है त्यही बेटर लाग्यो मलाई चाहिँ अनि यसको चाहिँ के हुन्छ भनेदेखि तपाईँलाई सक्सेस रेट पनि राम्रो है अनि तपाईँको जरा पनि छिटो हान्दो रहेछ है यसमा युज गऱ्यो भने चाहिँ एकपल्ट तपाईँहरूले पनि ट्राई गर्नुहोस् होला तपाईँहरूलाई के कस्तो लाग्छ है अन्त तपाईँको वान थिङ के हो भनेदेखि है कटिङ गरिसकेर चाहिँ तपाईँको म चाहिँ के प्रिफर गर्छु भने तपाईँलाई जब बेलुका हुन्छ है त्यति बेला चाहिँ तपाईँको साफ युज गर्नुहोस् होला है साफले चाहिँ तपाईँको त्यसले चाहिँ के गर्छ सक्सेस रेट जुन हुन्छ है त्यो चाहिँ बढाएर जान्छ जस्तो लाग्छ
यति बेला चाहिँ एकदमै कटिङको बेलामा चाहिँ फङ्गिसाइड युज गर्नु चाहिँ एकदमै जरुरी छ। म चाहिँ पर्सनली चाहिँ साफ भन्ने युज गर्छु। तपाईँले यदि बेबिस्टिन युज गर्नुहुन्छ भने पनि ठिकै छ, तर मलाई चाहिँ के लाग्छ भने साफ नै बेटर लाग्छ। चाहिँ यसको कति छ भने यति छ पानी हो, अनि म कति युज गर्दो रहेछु साफ हेर्नु चाहिँ। मैले चाहिँ अस्ति के भने प्लास्टिक मेरो च्यातेर चाहिँ मैले उसमा राखेको थिएँ नि त, कागजमा कि तपाईँको एक बिच आधी हाल्छु पहिला हो, कति भन्ने रहेछ हेर्छु पहिला यसको। आधी युज गरेको छु है। तपाईँको यसरी साफ हाल्नुभयो भने चाहिँ तपाईँको मैले तपाईँलाई भनिहालेँ, मलाई लाग्छ कि सक्सेस रेट पनि राम्रो हुन्छ है। अनि एकदमै छिटो जरा पनि एकदमै छिटो आउँछ, अनि हेल्थ पनि राम्रो भएर जान्छ साफले चाहिँ। यो चाहिँ एउटा फङ्गिसाइड हो। तपाईँले नर्मली एउटा बिरुवा बेच्ने दोकान, तपाईँको फुलको लागि दबाई बेच्ने दोकानतिर पनि पाइहाल्नुहुन्छ है। अनलाइन पनि पाउनु सक्नुहुन्छ तपाईँले, एमाजोन, फ्लिपकार्ट जुनैतिर पनि। र यो चाहिँ तपाईँको लास्ट टाइम मैले गरेको है। तपाईँको यो चाहिँ मैले कहिले गरेको भनेदेखि फेब्रुअरी 2 तारिकतिर गरेको होला यो चाहिँ हो। अनि यो चाहिँ तपाईँको नसरेको चाहिँ मैले यता राखेको है। यो चाहिँ मल्टी फ्लोराको अलिकति मैले जस्ट टुप्पो काटेर मात्रै राखेको थिएँ कि यो चाहिँ आई डोन्ट नो सर्छ कि सर्दैन यो चाहिँ। तर यो चाहिँ मतलब नसरेको चाहिँ यहाँ छ है, अनि सरेको पनि तपाईँहरूलाई म उतापट्टि देखाउँछु। ओके, र यो चाहिँ आज गाडेको है मैले। अनि यो चाहिँ लास्ट टाइम गाडेर सक्सेसफुल नभएको चाहिँ यता राखेको छु है यो चाहिँ मैले। तर पनि मलाई लाग्छ कि यो सक्सेसफुल हुन्छ जस्तो लाग्छ है, अलिक टाइम लियो यसले चाहिँ। अनि यता एक दुईवटा सक्सेस भएको छ यतापट्टि के। अनि यो चाहिँ अस्ति मैले छरेको थिएँ खोर्सानी बिउ है, कम्ती उम्रिँदैछ। यतापट्टि चाहिँ उम्रिसकेको छ है, यतापट्टि चाहिँ। ओके, मैले तपाईँलाई अघि देखाएँ है सक्सेस नभएको, र त्यहीमै सक्सेस भएको क्रिसेन्थेमम चाहिँ यहाँ छ तपाईँको। हेर्नु चाहिँ एउटा भयो यता है, अनि यता पनि छ। यो चाहिँ मैले पटमा राखेको छु है। यो चाहिँ मैले हिजो मात्रै सारेको होला। यो चाहिँ तपाईँको सबै सक्सेस भएकोहरू है। यहाँ भयो, यता हेर्नुहोस्, यहाँ चाहिँ सक्सेस भएकोहरू मात्रै छ तपाईँको। यो डल्लै सक्सेस भएकोहरू विनर चाहिँ। अनि यो पनि मैले बिहान जरा आएर रुट आएर चाहिँ मैले बिहान गाडेको छु यसमा चाहिँ है। यो पनि यो 3टा चाहिँ बिहान गरेको, 1 2 3। यो पनि अस्ति गरेको, यो पनि सरिसकेको छ। सरेर पनि मैले आज कटिङ पनि गरेँ, सरेर पनि। सो बुझ्नु भयो होला मैले किन कटिङ गरेको भनेर अहिले चाहिँ है। यता पनि छ, सक्सेस चाहिँ यति भएको छ है। अनि त्यो पनि सक्सेस नभएको त भन्दिनँ है, अझै टाइम लिइरहेको छ। कतिवटा एक दुईवटा चाहिँ सक्सेस भएको छ त्यसमा पनि। ओके, र यो चाहिँ तपाईँको खोर्सानीको बिउ है। यत्तिकोमा चाहिँ सारेको छु मैले। ओके, थ्याङ्क यू सबैजनालाई मसित जोडिदिनु भएकोमा। र यो चाहिँ सानो एउटा इन्फर्मेसन क्रिसेन्थेममको है, गोदावरीको। र यति नै आजको लागि। अनि जो पनि नयाँ हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् होला। यसरी नै म फुलबारे भिडियो लिएर आइरहनेछु है। थ्याङ्क यू, गिभ इन नेक्स्ट भिडियो।